हिजो जुन सुदन गुरुङले उठाएको आवाज थियो नि, यदि मोबाइलको डाटा सिद्धियो भने ब्यालेन्सबाट पैसा काट्न पाउँदैन भनेर, मलाई लाग्छ यो एकदमै जायज कुरा हो। र कतिपय सहर बस्ने साथीहरूले यसलाई मजाक पनि उडायो है, सामाजिक सञ्जालमा लेखेका थिए कि यस्तो पनि मुद्दा हुन्छ के हुन्छ। जसले बचपनदेखि वाइफाई चलाएर आएको छ उनीहरूको लागि यो समस्या होइन, तर जुन ठाउँबाट सुदन गुरुङ आउँछन् नि त्यहाँको समस्या हो, उनले बुझेर नै भने हुन्। र त्यो समस्या मैले पनि भोगेको छु, जहाँ हामी बस्ने ठाउँमा सुरुमा इन्टरनेट आउँदाखेरि हामीले पनि मोबाइलको डाटाबाट चलाउँदा कति बेला हत्तै जिरो ब्यालेन्स भइहाल्छ, थाहै हुँदैन क्या। त्यही भएर कतिपय पहाडी भेगमा होइन आमाहरूले पनि भर्खर चलाउन लागेका छन्, कतिपय बहिनीहरूले पनि भर्खर चलाउन लागेका छन्। उनीहरूलाई कम्पनीबाट आएको मेसेज पढ्न आउँदैन होइन, अनि के लेखेको त थाहा हुँदैन। तर चलाउँदा यो इन्टरनेट सामाजिक सञ्जाल यस्तै चलाउँदै कति बेला डाटा सिद्धिन्छ थाहै हुँदैन र मेन ब्यालेन्स पनि जिरो भइजान्छ पहाडी भेगमा। अनि रिचार्ज पाउनु पनि त्यतिकै गाह्रो हुन्छ होइन, पैसा पनि हुँदैन, बडा मुस्किलले रिचार्ज हाले हुन्छ। अनि मलाई चाहिँ सही लाग्छ साथीहरू। अब तपाईँलाई कस्तो लाग्छ होइन, आफ्नो प्रतिक्रिया दिनु होला। मलाई चाहिँ सुदन गुरुङले उठाएको कुरा एकदम जायज लाग्छ है त।